ओके, अघिल्लो क्लासमा हामीले हार्मोनियमको सप्तकको बारेमा चाहिँ परिचय गरेका थियौँ। यो सादेखि यो सासम्म चाहिँ मन्द सप्तक, अनि यो सादेखि यो सासम्म चाहिँ मध्य सप्तक, र यो सादेखि यो सासम्म चाहिँ तार सप्तक। र आज हामी यो सादेखि यो सासम्म चाहिँ मध्य सप्तकमा रहेर विभिन्न तरिकाबाट शुद्ध स्वरको चाहिँ अभ्यास गर्नेछौँ। स्क्रिनमा देखाइएको मध्य स्क्रिनमा देखाइएको छ शुद्ध स्वरको अभ्यास भनेर। यसै गरी हामी सुरुमा सारेगामा पदनिसा यसै गरी जाउँ है। हामी सुरुमा सारेगामा पदनिसा आरोह अवरोहमा सानी धप मगरेसा भनेको छ। र हामी यो मध्य सप्तक यो सादेखि यो सासम्म मध्य सप्तकमा रहेर पहिलो नम्बरको शुद्ध स्वरको अभ्यास गर्नेछौँ। अब यसैलाई हामीले अलि छिटो अघिको भन्दा अलि छिटो बजाउन प्रयास गर्नेछौँ। हेर्नुपर्छ, यसरी नै स्पिडलाई चाहिँ बढाउँदै लैजानुपर्छ। हजुरहरूले बजाउँदा गाउँदै बजाउँदै गर्दा अझ राम्रो प्र्याक्टिस हुन्छ। अब हामी दोस्रो नम्बरको शुद्ध स्वरको अभ्यास गर्नेछौँ। यसैलाई अब गाउँदै प्र्याक्टिस गरौँ। सा सा रे रे ग ग म म प प ध ध नि नि सा 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 नि नि ध ध प प म म ग ग रे रे सा सा। यो दोस्रो नम्बरको शुद्ध स्वरको अभ्यास भयो। अब हामी तेस्रो नम्बरमा जाउँ। गाउँदै प्रयास गर्दै गरौँ। सा रे ग म प म प ध प ध नि सा सा नि ध प ध प म ग रे सा। यसरी अब यसलाई हल्का स्पिडमा गरौँ। यसरी नै स्पिड बढाउँदै प्र्याक्टिस गर्नुपर्यो। यसरी नै स्पिड बढाउँदै प्र्याक्टिस गर्नुपर्छ है। अब हामी 4 नम्बरको शुद्ध स्वरको अभ्यासमा जाउँ। गाउँदै प्र्याक्टिस गर्दै गरौँ। सा रे ग ग रे ग म ग म प प म प ध ध प ध नि नि ध नि सा 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 नि ध ध नि ध प प ध प म प म ग ग रे सा सा। यसरी नै प्र्याक्टिस गरौँ। अब हामी 5 नम्बरको अभ्यासमा जाउँ। अब यसलाई गाउँदै प्र्याक्टिस गरौँ। सा सा रे ग ग म म प म प ध प ध नि सा 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 नि ध ध प ध प म प म ग रे सा।
यसरी नै प्रयास गर्दै जानुपर्छ। अब हामी 6 नम्बरमा पुग्यौँ है। 6 नम्बरको प्रयास गरौँ। सा रे ग रे ग रे ग म ग म प प ध प ध नि ध नि सा नि ध नि ध प ध प म ग रे